नमस्कार। आज म तपाईहरुलाई ड्रइङ कसरी गर्ने भनेर बिगिनिङबाट सिकाउँछु। ल सुरु गरौँ। पहिला चाहिँ एउटा A4 पेपर लिने अनि पेन्सिलले यसमा एउटा गोलो बनाउन थाल्ने। पर्फेक्ट गोलो हुनु पर्यो। यस्तो गर्दा गर्दै यस्तो गर्ने के गरेर पर्फेक्ट गोलो गर्नु पर्यो। मैले पनि मजाले सिकेको छैन। त्यो कुनै अरु त्यो बट्टाहरुबाट गर्न मिल्दैन। यसरी नै प्र्याक्टिस गर्ने। गोलो पर्फेक्ट गोलो बनाएपछि हैन, पर्फेक्ट गोलो बनाएपछि चाहिँ स्ट्रेट लाइन तान्ने। स्ट्रेट लाइन तान्न सिक्ने। स्ट्रेट लाइन अनि गोलो बनाउन सिकेपछि यो धेरै दिनसम्म प्र्याक्टिस गर्ने। मजाको स्ट्रेट लाइन अनि गोलो मजाको नभएसम्म गरिराख्ने हैन। त्यसपछि गरिराख्दा यहाँ वरिपरि यस्तो हुन्छ। त्यहाँबाट पनि कुनै आर्ट त्यो एक दुई हप्ता गरिसकेपछि चाहिँ त्यो गरिराख्ने। एक दुई हप्ता 1-2 महिनासम्म गरिराख्ने त्यो मजाले नभएसम्म। अनि त्यसपछि यस्तो सर्कल बनाउने त्यो सिके अनुसार, अनि स्क्वायर रेक्टेंगल बनाउने, अनि त्यसमा स्केच गर्ने। हजुरहरूले भन्ने होला कसरी स्केच पार्ने भनेर। त्यस स्केच पार्नको लागि चाहिँ यो बोर्डर लाइनको एउटा भागतिर यहाँदेखि यहाँसम्म अनि यहाँदेखि यहाँसम्मको भागतिर या आधी जति चाहिँ यस्तो छोडिदिने। त्यसमा चाहिँ त्यसको बोर्डरमा चाहिँ कालो कालो अलि डार्क गर्ने हैन। अनि डार्क गरेपछि सबै यहाँदेखि यहाँसम्म डार्क गरेपछि लाइट पार्दै जाने। त्यहाँ डार्क थोरै लाइट त्यस्तो पार्दै जाने। अनि स्केच हुँदै जान्छ। सर्कलको पनि त्यसै गरी डार्क गर्दै सर्कलको पनि आधी भाग डार्क गर्ने। यहाँदेखि यहाँसम्म डार्क गर्ने। त्यसपछि लाइट गर्ने। अलि बिचतिर अलि डार्क गर्ने। यहाँ पनि यस्तो हुँदै बिचतिर अलि डार्क लाइट पार्ने। अनि स्क्वायरमा पनि त्यही रेक्टेंगलको जस्तो भयो। यस्तो पार्ने। अनि यो गरिसकेपछि त्यस्तै के सेप बनाउने। ट्रायंगल बनाउने, के बनाउने, हार्ट बनाउँदा पनि भयो, के बनाउँदा भयो। तपाईहरुले चाहिँ यस्तो स्केच अनि सिधा लाइन जस्तो यस्तो प्र्याक्टिस गर्ने। 2-3 महिना लाग्छ यस्तो गर्न। अनि त्यसपछि चाहिँ मजाको हुन्छ। अनि त्यस्तो गरिसकेपछि तपाईहरु ले यस्तो ड्रइङ बनाउनु। अनि गरिसकेपछि चाहिँ यस्तो ड्रइङ बन्छ।
यस्तो यस्तो ड्रइङ भन्छ। त्यही कारणले यस्तो बनाउनको लागि त्यो स्केचहरूबाट प्र्याक्टिस गर्ने, त्यो सेप बनाउने, सर्कल सेप, लाइन सिधा, त्यो स्केचहरू कुन कुन सेपमा त्यो स्केच गर्ने त्यो पनि गरेर यस्तो यस्तो राम्रो राम्रो ड्रइङ बन्छ। ल, थ्याङ्क यू। बिस्तारै गर्नु, चाँडो गर्न नखोज्नु। ल, त्यही हो।